हेलो। हेलो, म सुन्दैछु। तपाईँको प्रश्नको उत्तर दिन तयार छु। यदि अझै केही स्पष्टीकरण वा अर्को कुरा जान्न चाहनुहुन्छ भने म यहाँ नै छु। हजुर सर, यो 2/3 बहुमत 2/3 बहुमत भनेको सुन्छु। कति सिट ल्याउँदा चाहिँ 2/3 बहुमत पुग्छ सर? 2/3 बहुमतको लागि चाहिँ कति सिट ल्याउनु पर्छ? हो, 2/3 बहुमतको लागि कुल सिटको 600% चाहिन्छ। उदाहरणका लागि कुल यदि कुल सिट सिट कुल 75 सिट 72 कुल हो सिट भने चाहिँ कति हो सर? हुन्छ, कुल 75 72 सिटको 600% भनेको 183 सिट हुन्छ। त्यसैले 2/3 बहुमत ल्याउन भने 183 सिट आउनुपर्छ। 250 सिटको 66% भनेपछि 183 सिट हुनुपर्छ। हो, ठिकै हो। 75 72 को 600% हिसाब गर्दा 183 सिट आउँछ, जसले नै 2/3 बहुमत हो। थ्याङ्क यू। अनि के यसपालि राजसभा पार्टीको चाहिँ 2/3 बहुमतको लागि सिट पुगेको हो? होइन, यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 बहुमतको लागि आवश्यक 183 सिटभन्दा कम सिट मात्रै जितेका छन्। त्यसैले उनीहरूलाई गठबन्धनमा सहयोगमा अन्य विकल्पहरू खोज्न आवश्यक पर्छ। अब गठबन्धन गर्दाखेरि पुरानै पार्टीको नेताहरू हुनुपर्छ कि अब नयाँ पार्टीको नेताहरूलाई चाहिँ गठबन्धनमा के छ सर, राख्न मिल्ने नमिल्ने? जुनै पार्टीको पनि राख्न मिल्ने हो कि कस्तो हो? संवैधानिक रूपमा कुनै पनि पार्टी वा नेताहरू गठबन्धनमा आउन सक्छन् जबसम्म उनीहरू संसदमा बहुमत सुरक्षित गर्न सक्षम हुन्छन्। गठबन्धनको नेता वा नेतृत्व भनेको पार्टीको आन्तरिक सहमतिमा निर्भर गर्छ, चाहे पुरानो पार्टीका नेता हुन् वा नयाँ पार्टीका। के अबको सरकारमा कुलमान घिसिङ जान सकिन्छ त? कुलमान घिसिङ त हारेको नेता हो। संविधान र नियम अनुसार कुनै पनि नेता सांसदहरूबाट बहुमत समर्थन पाएमा सरकारमा जान सक्नेछन्, चाहे उनी हरिएका नेता नै किन नहोस्। यदि उनले गठबन्धन बनाउन वा विश्वासको मत जित्न सक्छन् भने त्यसपछि उनले प्रमाणतमी वा अन्य मन्त्री पद सम्हाल्न सक्छन्। हजुर हजुर। अनि नेपाली काङ्ग्रेस पार्टीको कति सिट आयो सर यसपालिको चुनावमा? यसपालि नेपाली काङ्ग्रेसले 75 72 सिटको प्रतिनिधि सभामा 38 सिट मात्रै जितेको हो। यो अघिल्लो चुनावको तुलनामा धेरै गिरावट हो, जहाँ उनीहरूलाई 79 सिट प्राप्त भएको थियो। कुन प्रदेशबाट, कुन क्षेत्रबाट